नमस्ते दर्शक वृन्द, साङ्गीतिक खबरको एउटा विशेष श्रृङ्खलामा तपाईँलाई पुनः स्वागत छ। आज पनि म बजारमा आएको नयाँ गीतको बारेमा विशेष चर्चा गर्न गइरहेको छु। यसै हप्ता बजारमा मायाको डल्ला ओल्ला कि पल्ला भन्ने एउटा रमाइलो गीत बजारमा आएको छ। मिन प्रकाश ओली र नबिना सिलवाल खुइलीको स्वरमा रहेको यस गीतको शब्द सिर्जना गर्नुभएको छ सुमन ढकाल र मिन प्रकाश ओलीले। यस गीतमा मिठो म्युजिक एरेन्ज गर्नुभएको छ एम थापाजी र यो गीतलाई लक्ष्मण सेन्चुरीजीले रेकर्डिङ गर्नुभएको छ। मायाको डल्ला ओल्ला कि पल्ला भन्ने गीतमा मिक्सिङ मास्टरिङ गर्नुभएको छ विमल छिनालजीले भने यो गीतलाई रेकर्डिङ गरिएको छ स्टुडियो डाइनामिकबाट र यो गीत हामीभित्रको नेपाल युट्युब च्यानलबाट तपाईँ समक्ष आइसकेको छ। अत्यन्तै रमाइलो छ। पछिल्लो समय यस्तै गीतले बजार तातिरहेको छ। मायाको डल्ला ओल्ला कि पल्ला भन्ने हेर्न नभुल्नुहोला हामीभित्रको नेपाल युट्युब च्यानलबाट। यस्तै साङ्गीतिक खबरको जानकारी लिनको लागि मेरो युट्युब च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनुहोला। साथै बेल आइकन दबाएर लाइक सेयर पनि गरिदिनु हुन म विशेष अनुरोध गर्न चाहन्छु। हस्, नमस्ते।